साथीहरु सानो र ठुलो बिन छुट्याउनुस्। यस्तोमा कुन ठुलो छ कुन सानो छ भनेर छुट्याउनको लागि त हामी के गर्छौं त ट्याक्क 0 राख्छौं डिभाइड गर्छौं सजिलो। त्यो पनि सजिलो तर मान्नुस् 1/2 छ 3/4 छ 4/5 5/6 आयो भने त गाह्रो हुन्छ हो कि हैन। तर यी दुईटा मध्ये कुन ठुलो छ अथवा कुन सानो छ छुट्याउनु पर्यो भने हामी कसरी छुट्याउन सक्छौं? ठ्याक्क यसलाई 1/, यहाँ के गर्न सक्छौं 1/2 अनि यहाँ लेख्नुस् त बराबर 3/4। अनि यसमा के गर्ने त क्रस मल्टिप्लाई गर्ने। क्रस मल्टिप्लाई भन्नाले जस्तो 4 × 1 यो भनेको 4, 2 × 3 यो भनेको 6। अब हेर्नुस् त 4 मा र 6 मा कुन ठुलो छ? 3/4 ठुलो छ। त्यसकारण यो ठुलो भनेपछि यो भनेको ठुलो, यो भनेको सानो। त्यस्तै यहाँ हेरौं त यसमा कुन ठुलो कुन सानो? मैले के बताएको छु ठ्याक्क 2/5 बराबर गर्नुस् 7/9 गर्नुस्। क्रस मल्टिप्लाई गरेर हेर्नुस् 9 दुनी 18 यो 18 भयो, यो 5 × 7 यो भनेको 35 भयो। अब हेर्नुस् त 18 र 35 मा कुन ठुलो? 35 ठुलो। त्यसकारण यो 7/9 ठुलो रहेछ, अर्को यो भनेको 2/5 सानो रहेछ। कति सजिलो है। अब मान्नुस् फेरि पनि म दिन्छु। कसो दिन्छु भने ट्याक्क यसलाई अर्को है। ल अर्को मैले यहाँ दिए हजुरहरुलाई। अर्को मान्नुस् कस्तो? यहाँ अब सी नम्बरमा 1/2 2/4 5/6 यो 2/9 नगरौँ 3/4 5/6 र 7/8 दिएको छ। यसलाई के गर्नुस् सानो र ठुलोको क्रममा मिलाएर लेख्नुस् भन्यो भने के गर्ने? यहाँ सानो ठुलो त दुईटा दियो भने मात्र हुन्छ, तर यसमा क्रम मिलाएर लेख्नुस्। सानोदेखि ठुलोको क्रम, सानोदेखि ठुलोको क्रम लेख्नुहोस्। के गर्नुस्? लेख्नुहोस् भन्यो भने के गर्ने? मैले के भनेको छु ठ्याक्क 1/2 बराबर 3/4 बराबर 5/6 बराबर 7/8 भनेको छु। अनि यसको लागि के गर्ने? क्रस मल्टिप्लाई गर्ने। हेर्नुस् त 4 एकम 4 यहाँ लेख्नुस्, 2 × 3 लेख्नुस्, यानी कि 2 × 6 लेखिदिनुस् हो कि हैन। अब हामीलाई यदि भन्यो ठुलो छुट्याउनको लागि यसलाई मेटाइदिने, यसको काम छैन, यसको काम भएन छैन। अब यो दुईटामा आउनुस्, यसलाई फेरि मेटाइदिनुस्। कसरी? कुन ठुलो छ मात्र मैले निकालिदिएको छु। 6 × 3 = 18 यहाँ 18 लेख्नुस्, यो 4/5 20। अब यो भन्दा यो ठुलो भयो, यसलाई पनि अहिले काम भएन, अहिले छोड्दिनुस्। अब यहाँ हेर्नुस् यसलाई पनि के गरौँ हामी? यो 20 जुन छ अहिले हामी 20 नमानौं, अहिले यसलाई अब यसमा फेरि मल्टिप्लाई गरौँ। 8/5 40 अर्को यो कति भयो? 7×6 42 है। हेर्नुस् त सबभन्दा ठुलो कुन छ त? सबभन्दा ठुलो त 7/8 छ। कति छ? 7/8 के छ त? ठुलो छ। तर मैले के भनेको छु यसको क्रम मिलाएर लेख्नुस् है। जस्तो 1/2 त्यसपछि 3/4 5/6 7/8 यही क्रम ठिक छ, यही क्रम ठिक छ। यदि गाह्रो साह्रो भयो भने फेरि पनि अर्को म एउटा इक्जाम्पल दिएर हजुरलाई सिकाउँछु। हेर्नुस् कति मजाले हामी सिक्न सक्छौं है। ल अर्को पनि हामी के गरौँ ट्याक्क सानदेखि ठुलो। जस्तो मान्नुस् 2/3 5/6 7/8 3/2 यति दिएको छ। कुन ठुलो छ? सबभन्दा ठुलो कुन? छुट्याउनु पर्यो भने सबभन्दा यसमा ठुलो कुन छ छुट्याउनु पर्यो भने के गर्ने? मैले के भनेको छु 6 × 2 12 भयो, 5 × 15 यो 15 भयो। ठुलो हामीले छुट्याउनु पर्यो भने यसलाई कट गर्नुस्। अब यो दुईटालाई लिनुस्। अब यसलाई पनि अहिले मेटाउनुस्। 8/5 40 अनि 6×7 42 यो ठुलो छ,
यसलाई पनि कट गर्नुस्, यसलाई पनि कट गर्नुस्। यहाँ हेर्नुस् त के गर्ने अब 7 दुनी 14, यहाँ 14 लेख्नुस्, यो 8 तिका 24, यो भनेको 24। सबभन्दा ठुलो कुन? यहाँ 24 आयो नि, त्यसकारण 3/2 सबभन्दा ठुलो। सबै भन्दा ठुलो भिन्न भनेको हामी के लेख्छौं? 3/2 एन्सर। यो के त? दिएको मध्ये के त? दिइएको भिन्न मध्ये सबैभन्दा ठुलो भिन्न कुन हुन्छ त? 3/2 हुन्छ। यस्तै यस्तै भिडियो हेर्नलाई मेरो मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला र कमेन्ट गर्न नभुल्नु होला। हस्त धन्यवाद।